गाइज वेलकम टु माई ब्याक युट्युब च्यानल होइन फेरि पनि मेरो नयाँ भिडियो आइसकेको छ। आज चाहिँ म मेरो जुम्ला बजारमा आएको छु है। मतलब मेरो डिस्ट्रिक्ट जिल्ला गाउँ चाहिँ उता सिन्जा भइहाल्यो। म चाहिँ बजारमा आएको छु। बजारमा आएको त साथीहरूले चाहिँ गुम्बा जाम भनेर गुम्बा घुम्न आएको छौँ गाइज है। गुम्बा जाने बाटो है। गाइज हामी आज गुम्बा जाँदैयो। हामीसँग हाम्रो यहाँ पछाडि देख्न सक्नुहुनेछ गाइज, यही नै यो हाम्रो जुम्ला बजार होइन। एकदमै प्यारो छ। यहाँभन्दा अलि माथि गुम्बामा गयो भने त्यहाँबाट पुरै भ्याली देखिन्छ गाइज। हेर्नु र भिडियोलाई सपोर्ट गरिराख्नु होला यति भन्न चाहन्छु। जम्मी 5 जना साथीहरू आएको छौँ है। अझै टाइम लाग्छ होला हामीलाई गुम्बा पुग्नको लागि। यहाँबाट देख्ने रहेछ नि गजुर। उसको माइ ल भन है सबजना, बोल यताउति जे बोल्न मन छ बोल। गाई चाहिँ यहाँको ठाउँ चाहिँ एकदमै दामी लाग्यो। यहाँ चाहिँ मन्दिर रहेछ है। या क्या दामी छ नि मन्दिर है गाई। मलाई चाहिँ एकदम राम्रो लाग्यो है। तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो? पछाडि आउँदैछन् जोडाहरू है। हिँड्न सक्दैनन् अरे क्या, थाकिसक्यो जोडाहरू। म चाहिँ अगाडि हिँडेको हिँड्ने छु है। ओ छिडा यहाँ र न कति राम्री नानीहरू। खै म गएन। बाटो हेर नि यस्तो छ। ल बोल केही। यिन चाहिँ मेरो ब्याजी। यी चाहिँ के भन्छ जुम्ला बजारकै गुम्बाको मालकिनी होइन गाइज। मालिक नै आज हामीले गुम्बा घुमाउन ल्याएको नि यिनले हो है। माथि टिकट काट्न चाहिँ लगाउनु भन्छन् है मालकिनीले। अब के पो गराउने हुन् खै, अब के भन्ने हो है गाइज। अरू भन्नु होइन के छ विचार ब्याजी? हाम्रो टिकट चाहिँ आज यिनले बुक गराइदिएको है। आज ब्याजीले गराइदिएको। यिन चाहिँ मेरो नक्कचरी बहिनी है। केही भन्नु न मेरो साथीहरूलाई। हामीले चाहिँ टिकट लिइसक्यौँ है। यही हो गुम्बा, जुम्लाको स्तम्भ, जो कि जुम्ला भनेर चिनाउने गुम्बा है। आज म चाहिँ घुम्न आएको छु। फर्स्ट टाइम आएको गुम्बा। गुम्बाको 2-4वटा दामी सिनहरू चाहिँ क्लिक गर्छु। बाँकी त्यही हो, हुन नसकेको। हाय हाय, यो के हो फेरि? यो रिग्ने पनि आज रिगाउन पाएँ है। यही नै यो गुम्बा है। मैले तेर्सो गर्दाखेरि पुरा आएन, त्यसपछि मैले ठाडो बाटो बनाएको है। दामी छ कि एकदम दामी। यहाँ चाहिँ माथि पुरैमा गौतम बुद्धको फोटो रहेछ है। अलग अलग डिजाइनमा सिसामा बन्द गरेर राखेको रहेछ। एकदमै रमाइलो छ। हाम्रो गौतम बुद्धलाई चाहिँ है पुरै ध्यानमा बसिछन् कि पुरै ध्यान।